थाहा पढिदिँदै हेर्ने दुईतिरबाट दुईतिर जाने अनि किन पर्यो नि त आफ्नो दाजुको आफ्नो कस्तो टेन्सन भयो झन् दाजुलाई टिको लगाएर चाँडो जाउँ भन्नु चाँडै आएको त झन् अहिले पालि त झन् ढिला दाजु त मलाई हिँड्नु गऱ्यो हो मैले चिरो खाइरहेको छु मम्मीले पनि सुरु खायो भने खै खै एउटा चोरी बस्नु अहिले छोरो भेटिदिन्छ झन् चाँडो नै टिको लगाएर जाउँ ल भनेर म उता घरमा झन् चाँडो नआएको त झन् दाजु त कता हो कता भाइको कुरो नगर ल अब मेरो नि आयो हाँस म टन्न जान आएर सुतिहाल्नु पनि सिधा गर्नु न अलिकति हो टाउको उठाउनु त भयो हो त्यसरी मलाई लाग्दैन आउनु जुन लगाइदिए पनि हुन्छ पहेँलोले सिधा पार्नु नि पहिला सीधा गर्नु सीधा ठुल गाउँमा अघि देखाएको थिएँ मैले यतै आउनु यता आउनु भनेर भने मैले अनि किन अप्ठ्यारो मानेछन् अहिले त अनि दिदीहरू कतै आउँछ नि म आएँ दिदीहरू त्यहाँ आउँछन् भनेर अनि दिदीहरू यतै आइहाल्छ नि अनि के भयो यहाँ आउनु न तल ढोका लगाइरहेको थियो होइन कतिखेर आउने तिमीले कतिखेर भेट्यौ अघि पसन्द दिदीहरू आउनु लाग्यो के अरे आउँछन् भने के यसो सोचिरह्यो अनि होइन म बरु पर्सि भोलि आउने यो दिदी